नमस्ते। तपाईको शुभ नाम के हो होला? मेरो नाम शुभ नाम इन्द्र कुमारी। इन्द्र कुमारी। अनि तपाईको घर कहाँ हो? मेरो घर यो सिधै देखेको यही हो, पृथ्वीनगर 7। पृथ्वीनगर 7 मा तपाईको घर पर्छ। अनि तपाई यो साना किसान कृषि सहकारी संस्था पृथ्वीनगर जुन झापाको छ नि त्यससित सम्बन्धित हुनुहुन्छ? हजुर म छु। के हो तपाई त्यहाँको? म सिआर सदस्य पनि साना किसान सदस्य पनि। ए साना किसान सदस्य सदस्य पनि हो। फ्याक्ट्री सदस्य पनि हो र साना किसान सदस्य पनि हो। भनेको मतलब तपाई त्यो साना किसान कृषि सहकारी संस्थाले हाल स्थापना गरेको चिया उत्पादन तथा त्यो प्रशोधन कारखाना जुन छ त्यसको शेयर सदस्य पनि हो र एउटा संस्थाको सदस्य पनि हो। ए अनि तपाईले अघिदेखि यस्तो घाममा पत्ता टिपिरहनु भएको छ है, अनि यो आफ्नै हो? यो आफ्नै हो। अनि यो चिया तपाई यो चियाको प्लान्टहरु तपाईले आफैले रोप्या हो? हजुर आफैले रोपेको। आफैले रोपेको। कति वर्ष भयो यो रोपेको? यो रोपेको 14 वर्ष भयो। 14 वर्ष भयो। हामी पहिले नै अब संस्थाले पहिले नै स्थापना गरेकै बेलामा लगाएको हामीले। पहिले यो संस्थाले सानो किसान संस्थाले पहिले नै अब यो आयोजना गरेकै बेला चाहिँ सुरुको लगाएको यो रोप्नु भन्दा अगाडि के गर्नुहुन्थ्यो तपाई? हामीले के खेतीपाती के गर्नुहुन्थ्यो? यो भन्दा अगाडि हामीले भनौँ पहिले अब आलु खेती लगायौँ हैन। त्यो आलु खेती पनि अब धेरै अब यो सबै नै आलु खेती लगायौँ। अनि कोही बेला अब आधी जस्तो आलु खेती लगायौँ, झन्डै 150-200 मन जस्तो आलु बनायौँ। अनि कोदोहरू लगाउँथ्यौँ हामीले पहिले यही जमिनमा। अनि यो चिया लगाउने प्रेरणा कसरी आयो? हाम्रो यो चिया लगाउने प्रेरणा किनभने धेरै किसानहरूले अब भनौँ अब यो चिया किसानहरूले अब धेरै जतिले चाहिँ बेचेर धेरै खाइसके हैन। अब बिक्री गरेर धेरै अब सस्तो मूल्यमै बेचेर अब धेरै प्लान भइसके हिँडिसके। त्यसले गर्दाखेरि हाम्रो संस्थाबाट हाम्रो झलेन्द्र सर हुनुहुन्थ्यो हैन, उहाँ हुनुहुन्थ्यो पहिले। उहाँले चाहिँ अब हाम्रो किसानलाई कसरी गरेर हामीले किसानहरूलाई यसरी गरौँ, हाम्रो किसानहरूलाई कसरी राखौँ भनेर उहाँले नै आयोजना गर्नुभएको हो। आयोजना गर्ने मतलब तपाईलाई यो बिरुवा लगाउन ओर्न उहाँले नै पैसा दिनुभयो हो? हजुर पहिले संस्थामा उहाँ हुनुहुन्थ्यो। ए त्यहाँबाट तपाईले ऋण लिनुभयो? हजुर हजुर। अब कृषि ब्याङ्कबाट अब उहाँ संस्थाबाटै हामीले अब कृषि उहाँहरूले लोन गर्नुभयो अनि हामीले यस संस्थाबाटै लियौँ साना किसानबाट। ए साना किसान कृषि सहकारी संस्थाबाट तपाईले ऋण लिनुभयो अनि ऋण लिएर यो बिरुवा लगाउनु भयो? ए हामीलाई उपलब्ध बिरुवा पनि अब संस्थाबाटै हामीलाई गराइदिनु भयो। ए बिरुवा पनि संस्थाबाटै दिनुभयो? ए अनि ऋण पनि दिनुभयो? अनि त्यो ऋण जुन लिएको ऋण तपाईले तिरिसक्नुभयो यो चिया गर्दाखेरिको? सकियो। अनि यत्रो घाममा यो तपाई पत्ता टिपिरहनु भएको छ, यसबाट तपाईको के आर्थिक अवस्थामा केही सुधार आएको छ? अब पहिले त अब भनौँ यहाँ हाम्रो अब चिया नलगाउँदाखेरि भनौँ अब त्यति थिएन हैन। अहिले अब हामीलाई चिया लगाइकन चाहिँ धेरै सुधार पनि आएको छ। हामीले अब किनभने फ्याक्ट्री आयोजना पनि गऱ्यौँ, हाम्रै किसानको फ्याक्ट्री बनायौँ हैन। त्यसले गर्दा चाहिँ हामीलाई सुविधै छ। अहिले यो बिक्री चाहिँ कहाँ गएर गर्नुहुन्छ तपाई? अब अहिले त बिक्री त पहिले त अहिले त हाम्रो फ्याक्ट्रीमा। अनि तपाईलाई हुन त अब तपाईकोहरुको आफ्नै कारखाना भन्नु पर्यो, किनभने साना किसान सहकारी संस्थाले त्यो कारखाना हो। अनि त्यहाँ लगेर तपाईँ बेच्नुहुन्छ। अब तपाईले पहिले पनि अन्त बेच्नुहुन्थ्यो होला पहिले चाहिँ, अहिले त कारखानामै बेच्नुहुन्छ, भर्खर सुरु भएको छ। अनि अरूले पैसा बढी दिन्थे कि उत्तिकै पैसा दिएछ कि अलि घाटा सरेर बेच्नुहुन्छ कि के छ? कहाँ बेच्दा नाफा छ तपाईलाई? हैन हामीले किनभने आफ्नै लगानी गरेको छौँ हाम्रो फ्याक्ट्री। हामीलाई किनभने अन्त दिनुभन्दा यिनी हामीलाई लाभ फाइदा छ। किनभने हामीले आफ्नो सियरमा पनि हालेछौँ, त्यता अब हामीले त्यो नाफा पनि दिन्छौँ हैन। त्यसले गर्दा हामीले हाम्रो किसानको फ्याक्ट्री छ, त्यसले गर्दा हामीलाई यही दिन नै उचित छ। तपाईले जति पत्ता टिप्नुहुन्छ जति सक्नुहुन्छ त्यति सबै किनिदिनुहुन्छ उहाँहरूले? होइन यतिले त कहाँ पुग्छ र अब त्यो गर्नलाई त किन्न त सबै किन्नुहुन्छ नि। अब धेरै तपाईले लगेको जति सबै किन्नुहुन्छ नि। अब त्यो भएर यतिले त फ्याक्ट्री कहाँ चल्छ र? धेरै नै हामी अब धेरै उहाँहरूले अब गरेर अब किसान धेरै। अनि तपाईको यो त्यहाँ टिपेको पत्ता त्यहाँ त छुट्याएको होला नि, राम्रो अलि राम्रो अलि नराम्रो केही होला नि, ग्रेडिङ होला हैन? प्रसिन गरेर अब त्यो राम्रो पत्तीको अलिकति अब राम्रै दाम हुन्छ। तपाईले टिपेको पत्ता कुनमा पर्छ? एकदमै राम्रोमा पर्छ कि ठिक्क राम्रोमा पर्छ कि होइन? हाम्रो फ्याक्ट्री अलिकति अब किसानहरूले मजदुरहरूले बन्द गरेको कारणले अस्ति चाहिँ अब पत्ता निकै लामो भयो हैन। भर्खरै हामीले सुरु गरेको दिनलाई हैन। अहिले चाहिँ जहाँसम्म लाग्छ अहिलेको पत्ती चाहिँ हाम्रो राम्रै हुन्छ होला। पहिलेको पत्ती चाहिँ किनभने हाम्रो मजदुरहरूले बन्द गरिदिएको हडताल गरिदिएको कारणले गर्दा हामीले पत्ती अलिकति ठिक टाइममा टिप्न पाएन। अनि त्यसले गर्दाखेरि अलिकति अब कम्ती भयो हैन। र अहिले अब राम्रो जति हो अब यहाँ हाम्रो ग्रेडिङ हुन्छ, जति राम्रो पत्ती भयो अब त्यति नै राम्रो दाम दिन्छ। किनभने हामी
हाम्रै फ्याक्ट्री हामी स्याहार त्यसले गर्दाखेरि अब जस्तै राम्रो गरेर हामीले लग्यो भने त्यही राम्रो दाम पाइयो हामीले अब पछि पनि त अब त्यो नाफा हामीले पनि पाउँछौँ होइन स्याहार सदस्यहरूले त्यसले गर्दाखेरि अब अलिकति हाम्रो किनभने बन्दको कारणले गर्दाखेरि अलिकति अस्ति चाहिँ अब त्यति राम्रो लान सकेनौँ अब जति सानोमा अब टिक्न सक्छौँ त्यति नै अब राम्रो दाम हुन्छ अब जे जिनिस पनि राम्रो माल छ भने दाम पनि राम्रो हुन्छ होइन अब राम्रै जिनिस आफ्नो छैन भने अब जहीँ दिए पनि अब आफ्नै किसानहरूको पनि राम्रै दाम हामीले पनि त अब उहाँको फ्याक्ट्रीबाट लगेर पनि त बिक्री हुनु पर्यो नि होइन अलिक राम्रो चियाको सानो अब पत्तीको र धेरै ठुलोमा अब पत्तीको पनि अब राम्रो हुँदैन त्यसले गर्दाखेरि हामीलाई दिनलाई किनभने अब यिनी हामीलाई दिन किनभने हामी किसानहरूलाई आफ्नै फ्याक्ट्री छ यहाँ दिनुभन्दा अन्त दिनु राम्रो छैन त्यसो भए साना किसान कृषि सहकारी संस्थाले गर्दा तपाईँले व्यवसाय गर्ने मौका पाउनु भएको छ होइन यो चिया खेती गरेर आफ्नो आर्थिक अवस्था सुधार आछ जस्तो के अनुभव गर्नु भएको छ हजुर अब धेरै पहिले भन्दा त धेरै नै सुधार आएको किनभनेदेखि हामीले अब यहाँ धेरै नै अब हामीले कोदो मकैहरू लगाउँदाखेरि कति हुन्थ्यो र त्यही 15-20 मन जति हुन्थ्यो होइन अहिले अब हामीलाई चियाले त धेरै नै राम्रो अब सबैभन्दा यहाँ चियाको अब आमदानी धेरै राम्रो छ धन्यवाद जानकारी दिनुभयो धन्यवाद